कुलमान घिसिङ हटेको 1 हप्तादेखि नै पटक पटक बत्ती निम्न थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला। छ भने मैले हात उठाएँ र तपाईलाई मैले डाटा दिएँ। तपाईलाई मैले डाटा दिएँ। सुन्नुस्, चैत्र मसान्तसम्मको डाटा दिएँ। त्यो स्मार्ट मिटर चेक गर्नुस्। यो यसरी नबोल्नुस् के। तपाईले अहिले क्यारोट र स्टिकको कुरा गर्नुभयो अनि लोड सेडिङ भइराखेको छ। तपाईले छैन भन्नुभयो। तपाई एक्लै हात उठाउनुभयो। तपाई र तपाईका मञ्चमा बस्नेले उठाएर भएन। यहाँ पत्रकार मित्र र यहाँ फ्लोटमा बस्नेले उठाउनु पर्यो के। हेर्नुस् त यो कुलमान गएपछि बढ्या हो। चेक गर्नुस् न। सोशल मिडियाको तपाईको स्क्रिन टाइम बढ्यो जस्तो लाग्यो। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। सर नमस्कार जोजलप्पा, म देश र जनताको मान्छे राजाराम तन्डुकार। मैले सोध्न खोजेको चाहिँ लोड सेडिङ कुलमान घिसिङ हटेको 1 हप्तादेखि नै पटक पटक बत्ती निम्न थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला। छ भने मैले हात उठाएँ र तपाईलाई मैले डाटा दिएँ। तपाईलाई मैले डाटा दिएँ। सुन्नुस्, चैत्र मसान्तसम्मको डाटा दिएँ। त्यो स्मार्ट मिटर चेक गर्नुस्। यो यसरी नबोल्नुस् के। तपाईले अहिले क्यारोट र स्टिकको कुरा गर्नुभयो। तपाईले स्टिक त झन् त्यो महिनामै होइन, जुन हप्ता दिनै नगर्दै बत्ती तिर्ने, बत्तीको पैसा महसुस तिर्नेहरूलाई चाहिँ स्टिक दिनुभयो कि भन्दा लोड सेडिङ गरेर बत्ती निभाएर के त भन्दा फालिसकेको जेनेरेटरहरू खोज्न परेको छ। जसले बेचिसके जेनेरेटर उसले किन्न जान परेको छ। जसले इन्भर्टर फालिसकेको छ उसले फेरि किन्न जान परेको छ होइन। अनि जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले फेरि ग्यास चुलो किन्न पर्ने अवस्था छ। हेर्न जानुहोस्, बुझ्न जानुहोस्, बजारमा सेल चाहिँ ग्यास चुलोको सेल्स बढेको छ, इन्डक्सनको होइन। जेनेरेटरको सेल्स बढेको छ, ब्याट्रीको सेल्स बढेको छ होइन। दुःख पाएको छ र भुक्त भोगी म आफै हो होइन। यो किन भइरहेछ? जुन क्यारोट र स्टिकको कुरा गर्दाखेरि राम्रो गर्ने, समयमा पैसा तिर्ने त सर्वसाधारण ग्राहक हो नि। जरिवाना पर्ला भनेर दौडी दौडी तिर्नुहुन्छ। मेरो बुवा त एक दिन नाग्ला भनेर दौडी दौडी पुग्नुहुन्छ। म कोपुन्डोल बस्छु, बुसिङ्गाल तपाईँको बाटो ठ्याक्कै 200-300 मिटर पारी पुलचोकमा गएर तिर्नुहुन्छ। अनि लोड सेडिङ भइराखेको छ। तपाईँले छैन भन्नुभयो। तपाईँ एक्लै हात उठाउनुभयो। तपाईँ र तपाईँका मञ्चमा बस्नेले उठाएर भएन। यहाँ पत्रकार मित्र र यहाँ फ्लोटमा बस्नेले उठाउनु पर्यो क्या। निभेकै छ। लग हेर्नुहोस् किन निभिरहेछ यसरी। जनतालाई यस्तो त गर्न पाइएन नि होइन। बत्ती किन निभिरहेछ र तपाईँले त्यो लाइनवालाको सुन्नुहोस् न, उठाउन सक्दिनँ यो भन्नुहुन्छ होइन। उनीहरूको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ। अनि जनतालाई चाहिँ लाइन काटिदिनु, सबैको सबैजनालाई काटिदिने। आज बिहानै पनि आधा घन्टा मेरो घरमा बत्ती निभेर मेरो मोबाइलै चार्ज गर्न पाएन। बुझ्नु भएन? यो समस्या बत्ती बिना 15 मिनट निभोस्, आधा घन्टा निभोस्, ब्याकअप त चाहिने नै हुन्छ, किन्नै पर्ने हुन्छ, दुःख त पाउँछ। बत्ती जस्तो चिज कन्टिन्यू त हुनु पर्यो नि। र तपाईँले जतिसुकै होइन भने पनि यहाँ पत्रकारजीहरू हुनुहुन्छ, सबै हुनुहुन्छ, कसैले बोल्न सक्दैन ल। भन्नुहोस् तपाईँले, उहाँले हात उठाउँदै हुनुहुन्छ ल। जान्छ बत्ती जान्थ्यो, नगाह्रो भने होइन। मैले कुलमानको पालामा निभेको छैन भने होइन, निभे छ। तर तपाईँ आइसकेपछि बढी निभ्न थाल्यो फ्रिक्वेन्सी के, त्यसको नम्बर अफ त्यो निभ्ने क्रम चाहिँ दिनको नै 2-3 चोटिसम्म निभेको छ। निभ्यो कहिलेकाहीँ निभ्यो, ननिभ्ने होइन। कुलमान घिसिङ हुँदाखेरि बत्ती नै निभेको छैन भनेर मैले कहाँ भनेर। मलाई बोल्न दिनुहोस् न भाइ त, म जवाफ दिन्छु है। यसो गरौँ न, तपाईँको घरमा स्मार्ट मिटर छ तन्डुकारजी? तपाईँको घरमा अहिले स्मार्ट मिटर छ पक्कै पनि? तपाईँ घर कहाँ हो? कहाँ हो? राखेको छैन होइन। तपाईँको अब तपाईँ जस्तै अब यता महाराजगञ्ज बानेश्वरमा पनि त होला नि, उहाँहरूको घरमा स्मार्ट मिटर छ होइन? रत्न पार्कमा पनि छ, बानेश्वरमा, बागबजारमा पनि छ, यहाँ महाराजगञ्जमा पनि छ स्मार्ट मिटर छ नि। स्मार्ट मिटरको डाटा एकजना साथी तपाईँको होला यतातिर, माग्नुहोस् र हेर्नुहोस् त यो कुलमान गएपछि बढ्या हो। चेक गर्नुहोस् न। सोशल मिडियाको तपाईँको स्क्रिन टाइम बढ्यो जस्तो लाग्यो। एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।